यो वाट्स गाइज आज चाहिँ म तपाईँलाई भन्नेवाला छु गाइज कसरी चाहिँ यो के भन्छ हामी मोबाइलमा GTA 5 खेल्न सक्छौँ। किनभने गाइज तपाईँ के भन्छ मैले भनेको थिएँ त्यो पहिलेको GTA 5 को भिडियोमा मैले टार्गेट दिएको थिएँ 20 सब्सक्राइबर 50 लाइक्स गाइज 50K लाइक्स होइन गाइज 50 लाइक्सको मैले तपाईँलाई टार्गेट दिएको थिएँ र गाइज त्यसको यति पनि गाइज कम्प्लिट भएको छैन र गाइज त्यही पनि मैले भिडियो हालिसकेको छु र गाइज यसमा चाहिँ लाइक गरिदिनु होला गाइज सब्सक्राइब गरे पनि नगरे पनि गाइज त्यही पनि सब्सक्राइब पनि होला गाइज म भन्नेवाला छु तपाईँहरूलाई यहाँ मध्ये के भन्छ यो गेम अफ बिकी चोइसाक चिकी यिनीहरू चारवटा सबै के भन्छ एप्स हुन्। यो बिकी जोइसाक र चिकी चाहिँ के भन्छ क्लाउड गेमिङ एप हो गाइज। म गेम हबमा खेल्दिनँ किनभने गाइज गेम हब तपाईँले डाउनलोड गर्न पनि सक्नुहुन्न प्ले स्टोरबाट। म गेम हबको बारेमा म अहिले भन्दिनँ पनि गाइज। त्यही भएर गाइज अहिले चाहिँ हामी जानेछौँ जोइसाकतिर र तपाईँलाई चाहियो भने बिकी र चिकीको बारेमा पनि म तपाईँलाई भनिदिन्छु गाइज। जोइसाक क्लाउड गेमिङ एपको बारेमा जाउँ गाइज। सुरुमा लेट्स गो रिसिभ गरिदिएँ गाइज 10 मिनटको प्ले टाइम पाउँछौँ गाइज। र यहाँ चाहिँ धेरैवटा पिसी गेम्स तपाईँले देख्न सक्नुहुन्छ गाइज। यो नेट स्लो भएको कि के हो आज त्यस्तो देखाइरहेछ गाइज। GTA 5 यहाँ छ र नेटवर्क चेक हुँदैछ गाइज सुरुमा। अरू बेला त हुँदैन थियो गाइज। तपाईँले एकपल्ट चेक गरिसकेपछि उयो पनि पर्दैन गाइज। तपाईँले एसियन अमेरिकन जे पनि यो सेलेक्ट गर्दा हुन्छ गाइज। म अमेरिकन सेलेक्ट गर्छु किनभने गाइज अमेरिकनमा अलिकति कम छन्। कम भन्दा गाइज 61 प्लेयर्स छन् गाइज। अहिले चाहिँ क्यु पछाडि म तपाईँलाई भन्नेछु कसरी प्ले गर्ने गाइज र कुन कन्ट्रीले के हुन्छ भन्नको लागि गाइज म अर्को सेपरेट भिडियोमा भन्नेछु गाइज। अब यो क्युको वेट गरौँ। तपाईँलाई पर्दैन गाइज मैले वेट गर्नुपर्छ। सो गाइज भन्छ यो क्यु चलिरहेको छ तर गाइज मलाई लाग्यो कि यही भिडियोमा यो दुईवटा नि भन्दा हुन्छ भनेर। त्यही भएर गाइज म यही भिडियोमा त्यही दुईवटा एपहरू पनि भनिदिन्छु गाइज। यो अहिले भइरहेको छ गाइज। हामीले मोबाइल बन्द गर्दाखेरि कुनै डिभाइस बन्द गर्दाखेरि पनि के भन्छ चलिरहेको छ गाइज। लेट्स मुभ टु आवर चिकी एप और बिकी अक्कड़ बक्कड़ बम्बे को 80-90 पूरे 100 में धागा चोर निकल के भागा गाइज। अहिले हामी जान्छौँ चिकी एपतिर। चिकी क्लाउड गेमिङ एप यो चेक हुन चाहिँ यसले कट हाल्ने गाइज। सो गाइज यहाँ चाहिँ यस्तो यो देख्न सक्नुहुन्छ गाइज। तपाईँले गाइज यो देखेर एकैचोटि यहाँ कुनै गेममा क्लिक गर्दैन गाइज किनभने गाइज तपाईँले पाउनुहुन्न त्यत्तिकै खेल्न। किनभने यहाँ फ्री कोइन्स रहेछ गाइज। यो कोइन्स कलेक्ट गर्नुपर्छ गाइज। अहिले मसँग गाइज 35 कोइन्स छ। 35 कोइन्स छ भने यो के भन्छ यस्तो हुन्छ गाइज। म तपाईँलाई देखाइदिन्छु। यहाँ लेखेको पनि आउँछ लेखेर पनि यता क्लिक गर्ने जस्तै कि म यहाँ GTA 5 छ गाइज। यसमा GTA 5 म खेल्छु तर गाइज मैले यसमा हालेको छुइनँ र गाइज प्लेमा सबसे माथिको क्लिक गर्नु गाइज किनभने तल सबैमा यो लाग्छ गाइज पैसा पैसा गाइज। यिनीहरू वेट गाइज यिनीहरूमा एउटा तलकोमा पैसा त त्यस्तो हुन्छ लाग्ने होइन तर गाइज यसमा चाहिँ पैसा लाग्छ। लेखेको छ USD 14.06। तपाईँले के भन्छ पैसा तिरेर पनि खेल्न सक्नुहुन्छ तर गाइज पैसा भन्दा कोइन्स कलेक्ट गरेर इजी हुन्छ गाइज प्ले गर्ने गाइज। यहाँ एउटा एड हुन्छ। सो गाइज र यो त एड सकिसकेपछि चाहिँ गाइज तपाईँले यहाँ हेर्न सक्नुहुन्छ VIP को क्युमा 2 जना छन् र रेगुलर क्युमा मतलब कि यसमा हामीले जुनमा खेल्न पाइन्छ त्यसमा 386 क्यु छ गाइज। यहाँ एउटा तल ब्लू कलरको स्पिड कार्ड हो गाइज। तपाईँसँग स्पिड कार्ड छ भने गाइज अहिले त मसँग छैन। त्यो पैसा कमाउँदाखेरि गाइज यो आफै पाइन्छ र यो तपाईँले यहाँ यसमा क्लिक गर्नु अहिले मसँग छैन त्यही भएर यस्तो देखायो। यसमा क्लिक गर्दाखेरि गाइज 370 प्लेयर्स कम हुन्छन् गाइज। मतलब कि 15 प्लेयर मात्रै बाँकी रहन्छन्। 15 प्लेयर एकैछिनमा गइहाल्छन्। त्यही भएर गाइज टर्न छिटो आउँछ। एउटा स्पिड कार्ड छ भने तपाईँको काम चलिहाल्छ गाइज। सो गाइज यसरी खेल्न मिल्छ यसमा चाहिँ तर गाइज यसमा धेरै क्यु हुन्छ र गाइज यसको क्यु वेट गर्ने किन गर्नु गाइज। म त यसको क्यु वेट गर्नु मन छैन। त्यही भएर गाइज लेट्स मुभ टु द अनदर एप ओके।
म यसलाई काट्दिन्छु कन्फर्म। यस तर म एउटा अझै एउटा स्टेप भन्छु अनि अर्कोमा जाउँ ल। लेट्स मुभ टु द फ्रिक्वेन्सीमा क्लिक गर्ने गाइज अनि एउटा कलेक्ट या गाइज कलेक्ट फुडहरू अरू अहिले छोडिदिउँ। गाइज यहाँ धेरै टास्कहरू छ। वाच इन द रुम फर 10 मिनट्स गाइज एउटा रुम छ गाइज यस्तो हुन्छ गाइज। यहाँ कुनै पनि यसमा इन्टर गर्दैन 10 मिनटसम्म हेरिबस्ने। त्यो त यसलाई काटिदिनु भयो भने अरू केही गरिराख्नु भयो भने 10 मिनट कम्प्लिट भयो भने आफै त्यहाँबाट पैसा आइहाल्छ गाइज। सो गाइज यसले चाहिँ अहिले कट गरिदिउँ कन्फर्म। ओके गाइज अनि यहाँ गेन कन्ट्रोलर फर 5 मिनट्स गाइज यहाँ चाहिँ फेरि अघिकै जस्तोमा जाने इन्टर गर्ने अनि त्यस पछाडि गाइज यहाँ म भनिदिन्छु यहाँ कुनै पनि एउटा सिलेक्ट गरेर गाइज यहाँ फलो भनेको छ गाइज। यहाँ एउटा खाली हुन्छ कुनै यो छ नि गाइज तपाईँले देख्न सक्नुहुन्छ यहाँ कसैको यो छ आइडीहरू छन् यहाँमा क्लिक गर्ने अनि त्यस पछाडि एप्लाई माइक हुन्छ यहाँ गाइज यो द माइक इज फुल छ नि गाइज यो छ आयो गाइज यहाँ एउटा आएको थियो तर गयो गाइज। गाइज म अरूमा गरेर देखाइदिन्छु भयो भने यसमा हुनसक्छ गाइज इन्टर गाइज यसमा चाहिँ लक छ यार गाइज तर सो गाइज म पछि भनिदिन्छु गाइज यो अलिकति छिटो कसरी कमाउने के गर्ने। अनि गाइज पार्टिसिपेट इन अ लोटरी भन्छ गाइज यो एउटा लोटरी हुन्छ त्यसको लागि पनि गाइज कोइन्स चाहिन्छ र वाच एड्स भिडियो गाइज यो तपाईँले 3 पल्ट गरेर 5+ कोइन्स तपाईँले यो गर्न सक्नुहुन्छ गाइज। र अर्को छ युज 20 जेम्स अन क्रेजी जेम्स गाइज यो 20 यो डायमन्ड्सहरू बनाउने यो गाइज अब हामीसँग आइसकेको छौँ विकली इभेन्ट्समा। यो विकली हो त्यही भएर गाइज यो विकली हो त्यही भएर गाइज यहाँ मैले अलिकति कम्प्लिट गरेको थिएँ र गाइज मैले अस्तिदेखि गरेको थिएँ र गाइज सबै यो भएछ फ्री एड भिडियो 5 to 10 गाइज म तपाईँलाई देखाइ पनि दिन्छु 5+5 देखि 10सम्मको हामीले पाउँछौँ एड हेरेर म यो तपाईँहरूले यहाँ मेरो अहिले कोइन्स 35 माथि हेर्न सक्नुहुन्छ गाइज राइट साइडको टप कर्नरमा गाइज म यो एड हेरेर गाइज म आउँदैछु फेरि। सो गाइज तपाईँले हेर्न सक्नुहुन्छ गाइज अब यहाँ फ्री एड भिडियो गाइज यहाँ 5 पल्ट गर्न सक्छौँ गाइज। मैले 1 पल्ट गरिसकेर यहाँ रिसिभको अप्सन आयो गाइज मैले रिसिभ गर्ने बित्तिकै माथि 40 कोइन्स भयो गाइज मैले 5+मा 5 मात्रै कमाएँ गाइज 5, 6, 7, 8, 9, 10सम्म जति पनि तपाईँहरूले कमाउन सक्नुहुन्छ र गाइज मेरो 40 कोइन्स भइसकेको छ गाइज। गाइज अब लागौँ बिगिनर गाइज बिगिनर भनेको खै पनि के हो गाइज मलाई पनि थाहा छैन। र गाइज यहाँ पनि टास्कहरू छ 2टा चाहिँ मैले कम्प्लिट गरेको छु गाइज इन्टर चिकी फर द फर्स्ट टाइम गाइज यहाँ सबैमा यो सब ब्लू कलर पुरा भरिएको छ तर गाइज यसमा छैन तर यहाँ टिक देखाइरहेछ यो मैले छैन गाइज। तपाईँहरू पनि यहाँ अनि कमाउन सक्नुहुन्छ गाइज पैसा मतलब कोइन्स र गाइज अब लागौँ हामी यहाँ फ्रीतिर गाइज सुरुकोमा भनिदिन्छु यो रिचार्ज छ रिचार्जमा गाइज पैसा लाग्छ अरू केही पनि होइन गाइज। यो कलेक्ट फ्रुट्स छ गाइज यो मैले बुझिरहेको छुइनँ गाइज यो के हो यहाँ वाच एड हेर्नुपर्छ गाइज। अनि कुनै पनि एउटा यो अनलक हो जस्तै कि जस्तै यो ग्रेप्स आयो भने यो सबै ग्रेप्स अनलक हुन्छ सबैमध्ये एउटा ग्रेप्स छान्नुपर्छ गाइज हामीले। अनि फेरि अर्को वाच एड हुन्छ कि त लास्टमा पनि तपाईँहरूले छान्न सक्नुहुन्छ गाइज। यहाँ माथिहरू कतिवटा चेरी गाइज यो चेरीहरू चाहिँ अलिकति कम मिल्छ गाइज एउटा लाइनको सबै मिलाउनु भयो भने के भन्छ 99 कोइन्स यसको 10 कोइन्स यसको 30 कोइन्स यसको 99 कोइन्स गाइज यो 999 कोइन्स गाइज। सो लेट्स मुभ टु द एनदर ओके मतलब कि नेक्स्ट डेसमा जान्छौँ गाइज हामी फ्री कोइन्स कि गाइज अब कोइन्स चेस्ट छ गाइज यहाँ चाहिँ हामीले प्रप्स यो गर्न सक्छौँ गाइज यो मर्ज प्रप्स छ गाइज यहाँ 6वटा यो लेभल 1 को छ गाइज। अनि यहाँ दुईटा यो खर्च गरेर गाइज म एउटा यो सुरु मैले मर्ज गरेँ कन्फर्म गाइज मेरो एउटा यो भइसकेको छ रिवार्ड सेक्सन गाइज मैले एउटा 1 दिनको भन्छ बेज फर 1 डे पाइसकेको छु गाइज। फेरि अर्को मर्ज छ गाइज एउटा मात्रै छ गाइज यो 3टा बनायो भने अझ पैसा पनि गाइज यो पनि मर्ज गरिदिन्छु अनि गाइज यो फेरि मर्ज कन्फर्म
यो 3टा भइसकेर छ गाइज। यसमालाई पनि म फेरि मर्ज गरिदिन्छु कन्फर्म। सो गाइज अब यहाँ हेर्नुहोस् रिभर्स एक्सचेन्जमा जाने। अब गाइज यहाँ 20 कोइन्स मलाई एउटा यो जम्मा पार्नु थियो, मैले एउटा यो जम्मा पारिसकेँ र यहाँ क्लिक गर्ने त्यो 20 कोइन्स कि त यतापट्टि प्रप्स भएकोतिर अनि कन्फर्म गरिदिने। अघि गाइज मसँग 40 कोइन्स थियो, तपाईँलाई याद होला, भिडियो ब्याक गरेर नै हेर्न सक्नुहुन्छ। र गाइज मैले कन्फर्ममा क्लिक गर्ने बित्तिकै 60 कोइन्स हुन्छ, हेर्न सक्नुहुन्छ गाइज 60 कोइन्स। सो लेट्स मुभ टु आवर बिकी एप। So guys, let's move to our Biki app. Okay guys, यहाँ चाहिँ अरू केही पनि गर्न होइन गाइज, यो कट गरिदिन्छु एकछिनको लागि गाइज। यहाँ कति धेरैवटा गेम खेल्न मिल्छ गाइज, तर यहाँ त्यस्तो उस्तो केही पनि हुँदैन। फ्री कोइन्समा जाने, वाच एडमा जाने अनि गाइज यहाँ वाच गर्ने गाइज, एडलाई हेर्ने कि त गाइज तपाईँले काहीँ राख्न सक्नुहुन्छ मोबाइल, अनि त्यस पछाडि बिच चाहिँ कट गरिदिने अनि हेरिराख्ने। फेरि कट गरेपछि त्यो सकिन्छ गाइज। अनि पैसा जम्मा हुन्छ गाइज, 1 देखि 3सम्मको हुन्छ कोइन्स जम्मा हुन्छ। तर गाइज यसमा कोइन्स देखिँदैन अनि एकैचोटि प्ले गर्दाखेरि क्यु पनि कम हुन्छ गाइज यसमा। सो गाइज तपाईँहरूले यहाँ देख्नु हेर्नु गाइज, यहाँ हुन्छ GTA 5को यहाँ पनि गाइज, यो GTA 5को छ ग्रान्ड थेफ्ट अटो 5 गाइज। यसको यो अनि प्लेमा क्लिक गरेँ, यहाँ माथिल्लो प्लेमा यो गरेँ, यो गुगल प्ले भनेर चाहिँ मलाई थाहा छैन गाइज, म त्यति यो युज पनि गर्दैन गाइज। यो म पनि सजेस्ट गर्छु यो त्यति धेरै युज नगर्नु, किनभने यसमा गाइज तपाईँको नेटवर्क एकदम तगडा हुनुपर्छ, किनभने गाइज यो एकदम ल्याग गर्छ गाइज। मेरो त्यत्रो तगडा छ, त्यही पनि अरू यसमा नि तगडा चाहिन्छ गाइज। तिनीहरूको पिगमेन्ट त कम हुन्छ, तर के पो भन्छ गाइज यसमा त्यति अरू त्यसमा यो जति नै छ भने त्यसमा मजाले चल्छ, तर यसमा अड्किन्छ गाइज। त्यही भएर गाइज म सजेस्ट गर्छु यो नगर्नु, यो नखेल्नु। चिकी कि त तपाईँले जोइस्याक क्लाउड गेमिङ एप खेल्न सक्नुहुन्छ गाइज। तिनीहरूमा उयो हुन्छ जोइस्याकमा चाहिँ गाइज डेली 10 मिनटको यो मिल्छ गाइज, त्यसमा कोइन सोइन हुँदैन। तर चिकीमा चाहिँ डेली मिल्दैन, कोइन कमाएर खेल्नुपर्छ गाइज। सो गाइज अब म चाहिँ एकैचोटि त्यो GTA 5को यसमा ब्याक हुन्छ गाइज, त्यो हुन्छ जोइस्याकमा गइरहेको छु गाइज। अब क्यु कहिले खत्तम हुन्छ अनि गाइज म मिल्छु। ओके, बाई बाई फर सम टाइम। सो गाइज तपाईँहरूले अहिले हेर्न सक्नुहुन्छ गाइज। सो अहिले चाहिँ यहाँ GTA 5 प्ले भइसकेको छ यहाँ। र गाइज यो ओपन हुन्छ गाइज, अनि मैले अलिकति मिसन्सहरू कम्प्लिट गरेर आदि पुर्याएको छु गाइज। तपाईँहरूले पनि त्यही मिसबाट हेर्न सक्नुहुन्छ। सो लेट्स गो गाइज। र माइकल छ गाइज यहाँ चाहिँ। गाइज अब अहिले म यही माइकल अनलक गर्न गइरहेको छु गाइज, त्यसमा चाहिँ र अनलक हुन्छ हुँदैन त चाहिँ मलाई थाहा छैन गाइज। गाइज लोडिङ हुँदैछ। सो तपाईँहरूले जुन चाहिँ GTA 5 प्ले भइसकेको छ गाइज। यो अड्किरहेछ किनभने गाइज अहिले अलिकति माथि हेर्न सक्नुहुन्छ गाइज, नेटवर्कको यो एकदमै कम छ, रेडमा छ, त्यही भएर अड्किरहेछ। अरू बेला त्यस्तै अड्किँदैन त आज मलाई पनि थाहा छैन गाइज। यो चाहिँ कार वास हेर्न सक्नुहुन्छ। सबै चाहिँ यहाँ कार भेटिसकेको छौँ र लेट्स गो। पुलिस पनि हाम्रो पछाडि पडिसक्यो यार गाइज, अब के गर्ने होला। उसरी यो भइसकेको छ, पुलिस एस्केप भइसक्यो यति छिटो। अब 1 स्टारको पुलिस अहिले पनि खोज्दैछ।
यहाँ चाहिँ किन ल्याग गरिरहेछ त बे भाग्नुपर्छ गाइस